हेलो गाइज वेलकम टु माई युट्युब च्यानल आसिन्सिन भरमा सबैलाई वेलकम छ म तपाईँहरूकै लागि भने मैले आज यस्तो दामी ठाउँ लिएर आएको छु यस्तो दामी ठाउँमा देखाउन लिएर आएको छु सधैँ आइना पार्क देख्नु मैले आइना पार्क भने थोरै माथिपट्टि डाँडाबाट देखाउन लिइरहेको छु तपाईँहरूकै लागि भनेर यस्तो दामी भ्युज होइन यस्तो दामी देख्नु चाहिँ अहिलेसम्म पनि यो ठाउँमा कोही पनि आएको छैन है साथीहरू नआएको भएर चाहिँ मैले त्यहीँ जस्ट ट्राईको लागि आएको छु म त्यहाँ होइन किनकि मलाई नजानु भन्दा भन्दा म आएको छु साथीहरू किनकि आउन पनि एकदम रिसिभ छ यो तलपट्टि एकदम पुरा भिड छ होइन अनि किनकि भिडको माथि आउनु भनेको एकदम डेन्जरै हुन्छ यहाँ त्यहाँदेखि कोही पनि आउनु भएन किनकि फर्स्ट टाइम म आएको यहाँबाट यस्तो दामी देखिने चाहिँ ड्रोनबाट पुरा देखाएको थिएँ होइन र अझै यहाँ माथि आउँदा यस्तो दामी देखिने चाहिँ साथीहरू त्यहाँ चाहिँ भिडियो चाहिँ पुरा हेर्नु है त लास्टसम्म पर चाहिँ यहाँबाट चाहिँ यो झर्ना चाहिँ यस्तो दामी देखिने चाहिँ साथीहरू यस्तो दामी देखिने चाहिँ मेरो क्यामेरा त त्यति खासै क्लियर देखाउने मोबाइल क्यामेराबाट होइन किनकि हेर्नु त यो माथिको डाँडा पनि के यस्तो दामी के हेर्नु न माथिबाट टक्क लाएर माथि निस्किएको रहेछ कि अहिलेसम्म चाहिँ कोही पनि आएको छैन यहाँ किनकि मैले यस्तो भिडियो बनाउनु लाग्यो भने यहाँ माथि चढेको जङ्गलको माथि है यहाँबाट चाहिँ आइना पार्क एकदमै तल छ होइन तल छ होइन यहाँबाट तल तपाईँको यहाँ माथि डाँडा हेर्नुहोस् यस्तो छ कि होइन प्लस अनि यो झर्ना पनि यस्तो दामी देखिने चाहिँ यहाँबाट नि है क्यामेराबाट त यस्तो दामी हो तर मोबाइल क्यामेरा त्यो माथि चाहिँ यस्तो डाँडा छ नि त हेर्नु कस्तो खतरा के मलाई दामी लाग्यो यहाँबाट हेर्नु म तर पनि यस्तो दामी आइरहेको तर पनि हेर्नु त्यो माथि चाहिँ यस्तो डाँडा छ नि त हेर्नु कस्तो खतरा के मलाई दामी लाग्यो यहाँबाट हेर्नु म यस्तो खतरा के साथीहरू है देख्न सक्नुहुन्छ है यस्तो दामी छ कि यहाँको भन्छ त्यो डाँडा पनि यस्तो दामी उतापट्टि घाम लागिरहेको छ होइन साथीहरू अनि पर फेरि उहाँ पर फेरि यहाँबाट गाउँ पनि देखिन्छ कि साथीहरू है उता पर के हेर्नु त उहाँ माथि के डाँडामा गाउँ कि है यस्तै गाउँ यस्तो दामी रहेछ त्यो ठाउँमा नि है अनि त्यसपछि प्लस हेर्नु म त यस्तो ठाउँमा छु कि माथि होइन जङ्गलबाट चाहिँ टक्क भिडियो बनाउँदैछु मैले साथीहरू किनकि आइना पार्क चाहिँ तल हो तलै छु म चाहिँ माथि छु किनकि मैले चाहिँ यो झर्ना देखाउन लाग्यो भने त्यसरी माथि राख्यो कि देख्न सक्नुहुन्छ यस्तो जङ्गलमा दामी देखिन्छ चाहिँ साथी यस्तो दामी दामी अब अहिलेसम्म चाहिँ कोही आउनु भएको यहाँ चाहिँ फर्स्ट टाइम आएको मलाई नजानु भन्दा नि डान्स एक्सिट कस्तो हुँदो रहेछ त्यस्तो रहेछ तपाईँहरूलाई देखाउन लाग्यो भने म यहाँ माथि आएको छु है देख्न सक्नुहुन्छ दामी छ कि अझै आइना पार्कबाट पनि माथि यस्तो दामी झर्ना चाहिँ फेरि यस्तो दामी देखिन्छ यहाँ माथिबाट देख्यो यस्तो दामी छ साथीहरू है एकपल्ट लड्यो भने साथी ठ्याक्कै आइना पार्क उहाँ तल हेर्नु नाच्दै पनि हुन्छ है नाच्दै पनि किनकि नाच्दैन उहाँ म त यहाँबाट खसेँ भने ठ्याक्कै आइना पार्कै खस्नु अब छोरा तर्केर झरी अब गर्नु पनि सकिन्छ होइन झरिहाल्छ साथी म त्यो तलतिर झर्दैछ साथीले होइन अब यहाँबाट खस्यो भने त सिधै आइना पार्कमा पुग्ने साथीहरू तल खोल्सामा पनि म अब झर्छु होइन किनकि जङ्गलमा कहाँ रहेछ उसलाई माथि अब नेक्स्ट टाइम चाहिँ म आउँदिनँ किनकि यो चाहिँ खतरा ठाउँ हुन्छ पनि त्यहाँ साथीहरू होइन यहाँबाट खस्यो भने त सिधै आइना पार्क पुग्छ होइन अनि त्यहाँबाट पनि यस्तो भ्यू छ होइन यस्तो हेर्नु यस्तो जान्छ यहाँ आउनुभयो भने चाहिँ यस्तो दामी भ्यू छ भने चाहिँ साथी यस्तो दामी माथिबाट चाहिँ तल हेर्दा यस्तो दामी देख्ने भिडियोको लागि थियो है साथीहरू पहिला तैँले भ्लग बनाउनु भएको छ भने चाहिँ आउनुभयो भने यहाँ माथि आएर एकछिन भिडियो बनाउनु सक्छ होइन त्यस्तो दामी देखिन्छ दामी के साँच्ची भनेको आएर हुँदैन दामी देखिन्छ कि तपाईँले मोलेर खासै राम्रो देखियो होइन बनाएको छु साथीहरू अब दिन बताउनु त्यहाँबाट त जाँदैछु है कहाँसम्म सक्छु त्यो थाहा छैन टक्का लाएर सर्ट लाएर पार नौला हुन्छ देख्नु सक्नुहुन्छ यहाँ तल त्यो एउटा खस्यो भने हड्डी पनि भेटिँदैन ए जातिहरू देख्न सक्नुहुन्छ आइना पार्कको माथि राति मान्छे छोडेर एकदम सुनसान त आउँदैन जाँदैछु